पन्छी हेर्न अरे कसम मलाई लास्ट डर लाग्यो यहीँनिर थियो ओ घुमायो धरनतिर धरन धनकुटा ल साथीहरू हामी धरनतर्फ लाग्दैछौँ आज भने चाहिँ है धरनको यात्रा हाम्रो ल गुम्बामा दमादम काम भइरहेको छ ल ल ल जानु जानु यहाँ अब एकछिन हामी रोक्छौँ मान्छेहरू खोइ खान्न म त घाँटी दुख्यो चाहिँ हामी धरनको यात्रामा अन द स्पट प्लानिङमा गएको थियौँ यहाँनिर दुखेकोमा खाना खाँदैछु ल अब चाहिँ घिउ मजाले हालिदिइसकेको छ यहाँनिर खानु होला हाम्रो त यहीँ हो खाना खाने जहिले पनि फेभरेट ठाउँ ल साथीहरू हामीले पेट्रोल पनि पाएनौँ है हामी चाहिँ अब यो धरनको यात्रामै साथीहरू हामी यहाँ धरन जाँदै गर्दा चाहिँ एकछिन बिसाइ अलिकति नानीहरूले कम्प्लिट सब्मिट पनि गर्यो नि त यो थाहा छैन कहाँ आइपुग्यौँ धरनको आधी बाटोमा छौँ अब यहाँ 15 मिनट 5 मिनट जस्तो लाग्छ भन्दैछ अन्त त्यही हो अब नानीहरू यसो गर्दैछ यहाँनिर गलेर हत्तु भएर बसेको अन्त के मजाले ढुन्डाएको थियो घरमा चाहिँ होइन टक्क मजाले बल्ल फाइनली हामी यहाँ रुममा आइपुग्यौँ 7 बजिसकेको छ नाइटको धरनको नाइटको सिन है साथीहरू यु क्यान सी नानीहरू अब आज चाहिँ हामी अहिले भर्खर भर्खर आएर होटल सोटलमा व्यवस्था गरेर आएर चाहिँ अचानक यो टुर मिल्यो त्यो भएर हामी यस उहाँ फोटोग्राफी गर्दैछ है आज नेपालको ऱ्यापर लन्डन डायमन्ड है आज कतिको गलिसक्यो चोक भइसक्यो दुई भाइ त है यस्तो गरम रहेछ धरन कसम है लास्टै गरम सपिङ गर्ने मान्छेहरूले चाहिँ बिजोकै खेलाउँदो रहेछ उसलाई त अन्त यसो गरम हुँदो रहेछ नि त है सुनिल दाजुलाई लगेर म चाहिँ जाँदैछु साथीले चाहिँ मलाई बारमा लान्छ अरे धरनको बार टेस्ट गराइदिउँ भनेको दाइलाई 42 वर्षको उमेरमा ओपन बार कस्तो हुन्छ हेर्न जाँदैछु सुरुवात भयो है बाजा बनायो त्यो सृष्टिले अलिकति भए पनि रमाइलो गराउँदैछ साँच्ची नै हो गिफ्ट दिनुभएको ए हुन्छ हुन्छ मैले नानीलाई गिफ्ट आयो सृष्टिले रिक्वेस्ट गर्नुभएको थियो अनि हाम्रो उहाँले दाइको नाम नै बिर्स्यो यो चाहिँ मेरो सृष्टि LB
हजुर हजुर म यहाँ देख्छु यो अब तपाईँहरूलाई कति के हुन्छ आज त यस्तै भएको नाइटको अब बिहानको चाहिँ तपाईँहरूलाई बबाल सिनहरू देखाउँदैछ है बेडेटार यो चाहिँ धरनको माथिपट्टि अझ हामी बिहान नै आइपुगिसकेको छौँ यहाँ त बेडेटारबाट चाहिँ अब हामी सिधै जाने उता अर्कै जग्गा अन्त यहाँको स्काई वक छ हेरेर राख्नुपर्ने हुन्छ अब एकैचोटि माथि भेटौँ है स्काई वक गरेर यो चाहिँ नयाँ धरानको यताबाट दर्शक बिनहरू आउँदो रहेछ त्यही काउन्टरमा टिकट लिँदैछ अन्त केटीहरू यता उकालो कुद्दैछ यता मन्दिरै अरे त्यहाँ तलको भिड देख्नु हुँदैछ साथीहरू हेर्नु त अब यो भिडपट्टि चाहिँ रहेछ कस्तो रहेछ हेर्नु एक्सपिरियन्स कस्तो हुन्छ निकै ल यो चाहिँ ब्युटी अफ बेडेटार यही हो यहाँको खुबसुरत यहाँको अलिकति बाटो मौसम बिग्रेर त यहाँको बाटोको सिन यस्तो दामी देख्थ्यो धरानहरू तर बेडेटारमा त एकदम राम्रो मौका पायौँ हामीले मजाको सिन देख्नु अब आएर त एकदम रमाइलो भयो यो बेडेटारको सिनले चाहिँ अझै पनि कति मोहित पार्यो क्या मलाई चाहिँ धरनहरू तल देखिरहेको छ है अन्त त्यही हो अब यहाँ माथिबाट चाहिँ दाजुले बन्जी गर्छु भन्दैछ हेर्नु न यस्तो दामी अन्त म पनि बन्जी गरौँ कि गरौँ जस्तो पनि लाग्दैछ है तर मलाई चाहिँ अलिक आँट आएको छैन तर मैले यहाँ आँट जमाउने कोसिस गरिरहेको छु भयो भने गरौँला भनेर त मैले सोचिरहेको छु यहाँ हेर्नुहोस् ल यहाँ माथिबाट सिधै यहाँनिर कुसनको सेपहरू पनि रहेछ यता सिधै स्काई वक चाहिँ अलिकति गाह्रो पर्ने रहेछ किनभने यहाँ तल त खाइ छ कि एकदम पुरा भिड छ सिधै तल खोल्छ देख्ने रहेछ होइन नमस्ते सम्पूर्ण मेरो फेसबुक साथीहरूलाई आज तपाईँहरूलाई धरान घुमाउने छु है 2082को पनि हार्दिक मङ्गलमय शुभकामना छ नयाँ वर्ष नेपालको त्यही उपलक्ष्यमा त हामी यसो घुम्दै आएको समाचारमा यो भेडेटारको समाचारमा स्वागत छ हजुरहरूलाई परिवारको जोडीहरू ढकमक्क भएर है यस्तो दामीसिन फोटो खिचिरहेको छ यहाँ दाइको चाहिँ फर्म भर्ने कार्यक्रम भइरहेको छ त्यो चाहिँ के को लागि भन्दा चाहिँ अब केही फर्मालिटिजहरू चाहिँ भर्नु पर्दछ नि त अब केही भइगयो भने होइन त्यहाँ माथिबाट झरेर त्यसको लागि पनि यो चाहिँ भर्नै पर्दछ अब यहाँनिर है यस्तो जग्गा रहेछ मलाई चाहिँ बाँध्ने कार्यक्रम भइसकिसक्यो त्यसको सेफ्टीको लागि होइन अब त खतरा जराले बाँधेर त ल अब माथि हाम्रो चाहिँ है केही भएको भने नसुताउनु हामी छौँ पछिबाट अरू त के भन्नु सक्नु रिमा दिइराख्नु है नमो सँगै पर्छ तपाईँको लागि पढिदिएको नि त मैले मन्त्र ए बबाल हामी चाहिँ यहाँ बन्जीको लागि गएको दाइले चाहिँ बन्जी हान्नु खोज्यो नि त रहर गऱ्यो है आँट चाहिँ मान्नै पर्छ दाइको मलाई चाहिँ आँट आएन स्ट्रेट जम्प गर्ने है स्ट्रेट जम्प सिधै स्ट्रेट जम्प गरेर ट्र्याक यहाँ त त्यसै पनि डर लाग्दो रहेछ यार मलाई त डर लाग्दैको पन्ची हेर्न आँट्यो कसम मलाई लास्ट डर लाग्यो यहीँनिर रहेछ हो ए तल देख्दैछ नदेख्ने के गर्छ दाइ
आफै जम्प गर्नु ठेल्दिनु फन्नी भएछ तेरो हात्तिलो देखाउँदै थियो है मैले यहाँ देख्दिनँ छ यार मैले नदेख्नु सक्ने रहेछु कसरी खिच्ने अब कहाँ त त्यही त बन्जी भनेको आफै सक्दैन अरे ठेल्दिनु पर्ने अरे उहाँलाई खेर गयो पैसा खेल्दिनु न अन्त खेल्दिनु पर्ने बन्जी भनेको त त्यही हो त दाइ आँट आएन है आँट आएन उहाँलाई बसेकोले त लु फेरि रेडी भइसकेको छ भेटेटार बजार हाने हाने केही हुँदैन दोरी हुन्छ नि त अब पुरुष शान्त गर्नु पर्यो ओ ए त्यस्तो खतरा होइन रहेछ ए यस्तो खतरा होइन रहेछ हामीले सोचेको भन्दा अर्को रहेछ हरेस मजा नै हामीले सोचेको भन्दा राम्रो होइन रहेछ साथै लु भेटेर त भ्यू हेर्नु रहेछ त्यो अब हाँस बनाइदियो है मलाई पनि अब लागेको भित्र दाजुले बन्जी हान्दा के भयो दाजु हाम पाल्नु त गाह्रो हुने रहेछ नि त होइन म त सजिलो थियो है सजिलो चाहिँ सजिलो रहेछ तर आँट चाहिँ हुनु पर्यो क्या हिम्मत चाहिँ हुनु पर्यो सबै म त हेर्दिनँ उकालो हेर्छु गाह्रो हुँदो रहेछ नि यार अब हल्लिँदो रहेछ त यार नानीहरू ओह्रालो तल डर लाग्यो मलाई म त डर लाग्यो भिर छ नि त तल अन्त के झरिन्छ त बेर छैन नि अब हेर्नु साथीहरू तल जङ्गल छ एकैचोटि यहाँबाट हेर्नु मात्र त्यहाँबाट हेर्नु नि त्यहाँबाट हेर्नु कुदे लाग्दो रहेछ खुट्टामा हुँदो रहेछ नि त यो पनि मुनि हेराइ छैन नि उठ्नु नानी कहाँ लग्यो हो बाबा मम्मीले हामी गएको यस्तो तल छ साथीहरू निकै खत्रै बनाएको रहेछ यो चाहिँ म त अलिकति परबाट त आँटिलो जस्तो लाग्थ्यो ऐट मलाई त गाह्रो लाग्यो मेरो त अलिक फुबिया रहेछ भिडियो खिच्ने कार्यक्रम भइरहेको छ नानी डरले सिरियस काम जाने छ बडी न है चौडी जान्छ कि जान्छ हैन न अब डर साथी बिचारा बस्नु भइसक्यो मजु दम सँगको फेरि आएको त म त सिस्टी तल हेर तल
लैजाऊ बान्छ लैजाऊ हामीले सक्यौँ यहाँनिर चाहिँ फिल भयो त मजा आयो मलाई त मजा आयो तर राम्रो छ डरा म डर छेरो होइन क्या मलाई पुग्यो गजब बेइज्जती है हाइट फुबिया मात्रै हो कि होइन अरू होइन त्यसको कैसा लगा मेरा मजाक हुनु पायो नि त त्यसको मतलब त्यो डर छेरो त होइन नि त भूत प्रेतसँग डराउने मान्छे त होइन नि त हाइटसँग त नि ए साथीहरू अब भेडेटारलाई त बिदा पारी लिँदै अगाडि छौँ अरू चाहिँ बाँकी पछि छ है भेडेटारको अब हामी यहाँबाट निस्केर जानेछौँ इटहरीतर्फ अब हामी चाहिँ एकछिन यहाँनिर सारङ्ग भन्ने ठाउँमा आएर बसिरहेको छु कोल्ड ड्रिङ्क्स खानेर चाहिँ लाग्नु पर्ने हुन्छ सुरुवात ल यहाँबाट त भ्यू अप्पर देख्दैछ त धरानको बाबा लु धरान त यस्तो पो रहेछ त है ऊ यो पार्क हामी पनि अब यो धरानको टुप्पोमा बसेर धरानको दृश्यलाई आनन्द लिँदै बसिरहेको छौँ मसँग चाहिँ सम्पूर्ण हाम्रा घुम्ने तीर्थयात्रीहरू के बोले के छ थाहा बोले ल धरान यो चाहिँ धरान हेर्नुहोस् यता बसिरहेको छ भन्छ कोकको मजा लिँदै यो कुन चाहिँ धरान हो वार्ड नम्बर कति हो धरानबाट कोही मसँग छोडिएको छ भने प्लिज भन्नु पर्यो है कति नम्बर हो यो देखेको एकदम राम्रो भ्यू देख्दछ मर्यादाले भारी पुगिसकेको छ साथीहरू अब यता हाम्रो मेबी अर्पा सर हुनुहुन्छ उहाँ चाहिँ जस्तो लाग्यो मलाई उहाँले चाहिँ बिरुवा रोपिरहेको जस्तो लाग्यो है एकदम राम्रो आकृतिमा बनाएको रहेछ अब अझै हेरौँ के छ यहाँनिर यो श्रम चौथरीको चाहिँ बनिँदै रहेछ भर्खर पाइप साइड भएको होइन हर्का बात दिस इज द हर्का बातै गइस ल अब हामीले चाहिँ खाना खाँदैछौँ है थाक्यो धेरै नानीहरू अब खाना खाएर यहाँबाट हामी फेरि अर्को जग्गा लाग्ने त्यो चतराईमा आएको छु मान्छे जहाँ चढ्नु टिकट काटेर अब लागेको होइन ल नि त लु एकछिन हामी सबै जान्छौँ नि ल त राममामा चाहिँ बोट पनि कुदाउनु हुँदो रहेछ गाडी कुदाउनु हुन्थ्यो हाम्रो यात्रा सुरु भइसकेको छ है चालक दाइले
तपाईँ नआउनु न ब्रेक घुमाउँछ फेरि किन डराउने उडेर गरिदिन्छु एउटा भिडियो हल्का उडेर यहाँ पक्रेर हेलो रमाइलो गरेर है मजा आइरहेको छैन हाम्रो दाइ तपाईँको नाम चाहिँ के हो दाइ दिपक है दिपक दाइले चाहिँ हामीलाई यो खोलाको सवार गर्दा त्यसमा एकदम रमाइलो भइरहेको छ पानीको चाहिँ कस्तो दामी देखिरहेछ क्या सिन चाहिँ लास्टै बबाल सब आफ्नो आफ्नो छ झुलुङ्गे पुल आइसक्यौँ क्या हामी सातो जाने साथीहरू ए खोलाको किनारे किनारे कस्तो मजाको सिन यति बबाल है अब यो ढुङ्गाको होइन कि के हो छाल हो ढुङ्गा त होइन नि ढुङ्गाको ढुङ्गा यस्तो डरलाग्दो छाल आउँदछ मलाई डर थाल्यो नगर्नु न नगर्नु घुमाउनु न के भइहाल्छ डर घुमायो दामी घुमायो है धेरै धेरै धन्यवाद म चाहिँ निस्किसकेँ अब बच्चाहरू निस्किँदैछ यहाँ चाहिँ सामान किन्दैछ हाम्रो बहिनीहरू त हेभी पोलिसीवाला रहेछ खतरा ल माछापाटी हुँदैछ यहाँ के भैँसी पनि यहाँ हल्का चलिरहेको छ है यहाँ चाहिँ अब फुटबल हुँदो रहेछ किपर चाहिँ अब हेर्नु पुरै चिल पारेको छ भित्रैबाट अब यहाँबाट हिँड्नुपर्छ हामी पनि यहाँ खै दही भइसक्यो सानासिनी गर्दैछ अब लाग्ने साथीहरू आज काँक्रा भिटाबाटै होला गइ त